भएन अलिक पुरस्कार हामी तयार पारेछौँ रन गरिदिनु होला। मैले पनि पुरै बोल्न चाहेँ। म चाहिँ एज अ लोकराज कार्की, म अहिले सिटिजन लाइफ इन्सुरेन्स माछापट्टि ब्रान्चमा एज कार्यरत छु, एज अ एजेन्सीको रूपमा काम गरिरहेको छु। मैले अस्ति उदयपुरमा एउटा बिमा सचेतनाको लागि कार्यक्रम लिएर आएको थिएँ साथीहरूसँग। आउँदै गर्दाखेरि त्यही दिन यहाँ हाम्रो ट्राफिक कार्यालय अगाडि एउटा बोर्ड राख्नु भएको रहेछ। उक्त बोर्ड चाहिँ मलाई सन्देशमूलक हाम्रो मन्जु दिदीले मलाई त्यहाँ बोर्ड बनाएर देखाउनु भयो। फोटो देखाउँदै गर्दा दिदी यो बोर्ड कहाँनिर रहेछ, म नि एउटा भिडियो बनाएर जान्छु भनेर एउटा ट्राफिकले त्यहाँ चेक गरिरहनु भएको थियो। त्यही मैले साइडमा बाइक रोकेर मैले साथी लिएर आएको थिएँ। साथीलाई मेरो भिडियो बनाइदिनु, एउटा म सानो भिडियो बनाउँछु भनेर सन्देशमूलक भिडियो बनाएर गएको थिएँ। उक्त भिडियोलाई हाम्रो यस टिम, यो जुन हाम्रो सुरक्षित सडकका लागि शोभायात्रा कार्यक्रमका मेन मैले देखेको, मैले बुझेको चाहिँ रमा मगर दिदी हुनुहुँदो रहेछ। उहाँले मलाई उहाँ पुगेर जब भिडियो पोस्ट गरेँ त्यसपछि उहाँले डाइरेक्ट म्यासेज गर्नुभएको थियो है, हजुरले भिडियो बनाइदिनु भएको छ, हामीले बोर्ड बनाएका थियौँ भनेर भन्नुभएको थियो। म खुसी लाग्यो। उदयपुर आउँदै गर्दा एउटा सानो भिडियो बनाएका थिएँ, उदयपुरले पनि मलाई चिन्ने बाटो मैले बनाएको रहेछु भन्ने फिल गरेँ। र त्यसपछि उहाँले मलाई मतलब मैले बारा क्षेत्र भन्दै गर्दा फेरि पछि चाहिँ अनफ्रेन्ड भएको देखेँ होइन, त्यसमा दुःख पनि लाग्यो। म उदयपुरको साथीहरूलाई फलो गरिदिनुहोस्, उदयपुर आइरहने इन्भाइरोमेन्ट बनाइदिनुहोस् भन्न चाहन्छु है। र मलाई मेन अस्तिको यो जुन कार्यक्रम मलाई थाहा पनि थिएन, मैले सिटिजन लाइफ इन्सुरेन्स कम्पनीमा पनि जनचेतनामूलक भिडियो बनाएर नेपाल टप भएको थिएँ। र मलाई ब्रान्चको एजेन्सी उहाँ मन्जु दिदी टाइगर ब्रान्चको डिएम हुनुहुन्छ। उहाँले मलाई यसमा पनि तपाईँले भिडियो बनाइदिनु भाइ भनेर मलाई रिक्वेस्ट गर्नुभएको थियो। उहाँले जुन पठाइदिनु भएको थियो त्यसलाई मैले मसँगै काम गर्ने मेरो एउटा इन्सुरेन्स एडभाइजर ग्रुप भन्ने छ, उहाँले चाहिँ बिमा योजना गर्ने गरेका छ। उक्त टिमले नै एउटा सानो भिडियो सन्देशमूलक अलिकति थोरै ठुलो दिनको कारणले मैले तयारी गर्न पाइनँ। यस कार्यक्रम राख्नु मैले थोरै के भन्न चाहन्छु भने तपाईँहरूले थोरै भिडियो बनाउने टाइम राखिदिनु होला र जसको लागि पनि अलिकति लाइभ भ्युजको लागि पनि थोरै टाइम राखिदिनु होला। र म अर्को कुरा के पनि भन्न चाहन्छु भने जति पनि हाम्रो पब्लिक हुनुहुन्छ, जतिले सामाजिक सञ्जाल चलाउनुहुन्छ, तपाईँहरूले सन्देशमूलक भिडियोलाई फलो लाइक जस्तै मलाई फलो गरिदिनु भयो भने मैले सन्देशमूलक भिडियो धेरै ठाउँ पुग्न सक्छ। त्रिपुरा पूर्व विद्यार्थी समाज बाट प्रशंसा पत्र पनि तयार गर्नु भएको छ। त्यो प्रशंसा पत्र चाहिँ वितरण गरिदिनको निमित्त साथै आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुन आदरणीय किरण राईज्यूलाई हार्दिक अनुरोध गर्दछु। टिमको तर्फबाट मैले लिएर आएको है, विद्यार्थी समाज महान शास्त्री गर्नु भएको छ। मैले उहाँहरूको पनि एकजना टिम लिडर बोलाएँ ल, एकजना आइपुग्नु